बिहान उठेर हेर्दा त यस्तो उज्यालो पो भइसकेछ। आफू अल्छे भने झैँ सुतेको सुते परिएछ। अल्छेको काम कहिले जाला घाम भने झैँ भयो। सो हे गाइस, तपाईँहरूलाई स्वागत छ मेरो आजको मिनी भ्लगमा। आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु। आज त सुत्न पनि लास्टै सुतेछ। उठ्दाखेरि त 7 बजिरहेको रहेछ। यसो उठेर बाहिर झ्याल खोल्दा त पुरा घाम लागिरहेको रहेछ। उठेर आँखा मिच्दै म लागे दाँत मान्नतिर। लसाङ गर्दा गर्दै म थालेँ दाँत मान्नतिर। मजाले घसा घोट्न थाले टिलिक्क टल्काउन। दाँत माझिसकेपछि चाहिँ फेरि मुख धुन त पर्यो। मुख धुँदै त हाम्रो बिहानीको सुरुवात नै हुँदैन। त्यसपछि लागे म पानी तताउन। बिहान मनतातो पानी खाँदा शरीरलाई एकदम राम्रो गर्ने गर्छ। त्यसैले म लागे पानी तताउन। त्यहाँबाट दिउरो झिकेर मैले राखेर बोतलबाट पानी हालेर चट्ट लाएर ग्यास बालेर पानी बसाइदिएँ। पानी बसाएको केही बेरपछि पानी पनि उम्ल्यो। त्यसैले गिलासमा हालेर लागे म पानी खान तिर। पानी मात्रै खाएर त भएन, पेट पूजा पनि गर्नै पर्यो। त्यसैले मैले खाजा बनाउन तिर लागे। खाजा चाहिँ के हो भन्दाखेरि नेपालीहरूको राष्ट्रिय खाजा भुटेको भात बनाउन लागे। केही बेरपछि मैले बनाइ पनि सकेर प्लेटमा हालेर लागे ग्वाम खान तिर। खाजा साजा खाइसकेर म चाहिँ लागे एकछिन पढ्नतिर। पढ्नु भनेर त आयो तर अल्छी मात्रै लाग्छ, निन्द्रा लाग्छ। मलाई मात्रै यस्तो हो कि तपाईँहरूलाई पनि त्यस्तै हुने गर्नु त सबैजनाले। पढ्नु भनेपछि काँडा उम्लेर हो है, त्यहीँ सुत्दिन मन लाग्छ। घरि हाई आउने, घरि निन्द्रा लाग्ने, यस्तै छ। आज चाहिँ कलेज जानु परेको थिएन है, बिदा थियो। शनिबार र आइतबार बिदा हुने गरेको छ। त्यसैले मैले एकलट हेरिदिएँ ऐनामा। मै जस्तो त देखिन्छु। कलेज नलागेको कारणले आज खाना पनि बिहानको छिट्टै भयो। त्यसपछि म खाना खानतिर लागे ग्वाम। बिदाको दिन त यस्तो लुगा धुनु पर्यो भनेर कलेजको ड्रेसहरू मैले बारीमा भिजाएर राखेँ एकछिन। त्यहाँबाट म खाना खाएर पछि लागे लुगा धुनतिर। केही बेरपछि लुगा पनि धोइसकेर मैले लागे सुकाउनतिर। आजलाई यति नै, अर्को पार्टमा भेटौँला। बाई बाई एन्ड राधे राधे।